सरसफाई अभियानका क्रममा हामी यहाँबाट हामी यो उद्घाटन गरेछौँ र एकत्रित भइदिनु हुनको लागि वासीहरूलाई हाम्रो यो अभियानको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु र यहाँ पाल्नुभएका सम्पूर्ण पर्यटकहरू र यहाँ व्यवसाय गरेर बस्नुभएका सम्पूर्ण हाम्रा मुस्ताङवासीहरूलाई पनि प्रदेश सरकार र स्थानीय सरकार अनि स्थानीय सरकारले हामीले गत सम्मानात्मक बैठक जलवायु परिवर्तन भइरहेको छ भनिएको छ र त्यसमा विभिन्न किसिमका कार्यक्रमहरू स्वास्थ्य समस्या रह्यो भने पनि र कहीँ काटिरह्यो भने यहाँ वरिपरि चाहिँ जलाउने अनि वातावरणलाई चाहिँ प्लास्टिकहरू चाहिँ त्यो प्लास्टिक जन्नेबाट चाहिँ कति चाहिँ नराम्रो चिजहरू निस्किन्छ हामी